अनि के छ तपाईको लागिमतिर जस्तै भनौँ विकासहरू कस्तो भइरहेछ? लागिमतिर पूर्वी रुकुम जस्तो पश्चिम रुकुममा छैन, लागिममा विकास भएको छैन। विकास भएको छैन है। हेलो नमस्ते, म डेलिकेसी र तपाईले हेर्दै हुनुहुन्छ यो चाहिँ बोजेरीको खेत, रुकुम पूर्वी सिस्ने 3, यसलाई चाहिँ बोजेरीको खेत भनिन्छ है। मैले भन्न खोजेको के भन्दाखेरि यहाँनिर यो जुन यो पानीको तपाईहरु यो नहर हेर्नुहुन्छ नि, यो चारैपट्टि यहाँनिर गएको छ यसरी के, र यो यहाँ पनि पानीको नहरहरू जहाँ आवश्यक परेको छ त्यहीँ गएको छ है। र यहाँनिर एउटा सिमाना छ के, रुकुम पूर्व र रुकुम पश्चिमको, यो सम्बन्धित म कुरा गर्न चाहन्छु। जुन तपाईहरुले हेरिरहनु भएको छ यो चाहिँ यसलाई रेवत खोलो भन्छ है। यो रेवत खोलो यो साइडमा चाहिँ यतापट्टिको साइडमा यो रुकुम पूर्वी हो, यो साइडमा रुकुम पश्चिम है। अनि यो चाहिँ नहर छ, तर यतापट्टिकोमा नहर छैन है, यो पल्लो साइडमा नहर छैन। अहिले म बाटोमा हिँडिरहेको छु र यो खोलादेखि पारिपट्टि चाहिँ रुकुम पश्चिम, यो चाहिँ रुकुम पूर्वी है। म अहिले पश्चिमतिर जाँदैछु। म चाहिँ रुकुम पश्चिममा प्रवेश गरिसकेँ। यो रेवत खोलादेखि यो खोलोदेखि यता चाहिँ रुकुम पूर्वी र रुकुम पश्चिमको है। तलतिर चाहिँ सानो भेरी छ र म यहाँ अहिले रुकुम पश्चिम बाफीकोट गाउँपालिका यहाँ यो चाहिँ दानचौरादेखि यता बोजेरीदेखि यो बीचमा यहाँ चाहिँ म आएको छु। यो ठाउँलाई के भन्छ बाजी? ट्याक्कै बोजेरी, तल्लो बोजेरी हो, बोजेरी जुगेपानी। अहिले बाजेहरू गोला आउनु भएको छ। अनि हजुरको घर पश्चिम कहाँ? लागिम पर्छ होइन। हजुरको खेत त यहाँ छैन? ए हाम्रो भाइको खेत छ। अनि यस्तो भयो कि यहाँ अब पूर्वी रुकुमतिर चाहिँ त्यहाँ सबै त्यो यो खोलादेखि यो पल्लो साइडमा चाहिँ नहरहरू सबै रहेछ, नहर रहेछ। अनि यहाँ पूर्वी रुकुमको सिस्ने गाउँपालिकाको यो सिस्ने गाउँपालिकाको 3 नम्बर 3 नम्बरको यहाँनिर चाहिँ खेत रहेछन्, यहाँनिर चाहिँ खेत हुँदाखेरि अब यो पर्न छ पश्चिम रुकुममा, यो पश्चिम रुकुममा पर्न छ। अनि यहाँ गुनासो के भन्दाखेरि यहाँ चाहिँ अब पश्चिम रुकुमले हेरेन, यहाँ चाहिँ नहरहरू आएन। अनि यहाँ अब बाफीकोट गाउँपालिकाको 2 नम्बर वडा जिबुको पनि यहाँ खेतहरू छन् अरे, खेत छन् अरे। अब उहाँहरूले पनि माग गर्नु पर्यो, यहाँकोले पनि माग गर्नु पर्यो। यो खासमा चाहिँ पश्चिम रुकुम परेपछि पश्चिम रुकुमले दिनु पर्यो भन्ने चाहिँ यहाँ गुनासोहरू आएर छ। तपाईँहरूको भनाइ के छ नि? अब उसले समयले काट्ने भने पश्चिमले दिनुपर्छ अब। हजुर, किनभने अब यहाँ यो सिमाना काटिसकेदेखि पश्चिमले दिनुपर्छ। अब खेतले यहाँबाट अब दाम किनेको छ, के यहाँका दिनुपर्छ होइन, उहीँका दिने हो नि होइन, तर पश्चिमले दिनुपर्छ। यो त नहर चाहिँ पश्चिमले दिनुपर्छ भन्ने छ, तर यहाँ चाहिँ गुनासो भयो कि अब उतातिर भयो सबै। यहाँ नहुँदाखेरि पूर्वीलाई गुनासो आयो होला त पनि, तर यहाँ बाफीकोट गाउँपालिकामा धेरै माग र चाहिँ धेरै त्यहाँ अनुरोध गर्दाखेरि पनि केही पनि भएन भन्ने कुरो चाहिँ यहाँ गुनासो आयो। किन भन्दाखेरि यहाँ चाहिँ नहरहरू दिने पानी आउँछ सानो, पानी सब छिरी जान्छ, नहरबाट त सर यस्तो पानी आउनु जान्छ नि। अनि के छ तपाईको लागिमतिर जस्तै भनौँ विकासहरू कस्तो भइरहेछ? लागिमतिर पूर्वी रुकुम जस्तो पश्चिम रुकुममा छैन, लागिममा विकास भएको छैन। विकास भएको छैन है, त्यति विकास। बाटोहरू यताउतामा केही विकास छ गर्दा कोही खाने पानी पनि पाइन्न भने अब विकास कहाँबाट हुन्छ? अरू विकासै छैन। अहिले हाम्रो चाहिँ यतातिर एक गरे एउटा धारो पनि छ होइन, अब छैन त्यसै। अब धारो टोङ्की बनाएको छ, अब टोङ्कीले मात्रै दिन्छ। किन भन्दा तपाईँहरूको चाहिँ यहाँ पानी एकदमै छ क्या, यो के खोलो अरे पल्लोपट्टि पुमा खोलामा पानी धेरै छ। तपाईँले माथि सिँचाइ गर्न लग्छु भने पनि पानी त्यहाँ
छ के अनि 1 गरे एउटा धारा हुनु र तपाईँको एउटा पुरै जग्गामा सिँचाइ गरौँ भन्यो भने 6 गरेपछि सरकारले हेर्दैन हजुर हेरेको छैन। अब गर्ने के हामी यस्तै पानी भयो बारी बिरुवा केही लसुन प्याज लाउँदा भन्ने पनि लाग्छ। कहिले खेतीबारीमा पानी नहुँदाखेरि पानी भएपछि चारेर गाउँ उमार्दा भन्ने पनि लाग्छ। खानेपानी पुग्दैन। हामी सबैभन्दा अब सरकारले हेर्नुपर्ने पनि कुरो के भन्दाखेरि चाहिँ बाटोघाटो राम्रो के अनि पानीको पानी होइन अनि शिक्षाहरू अब जस्तै स्कुलहरू राम्रो होस् अनि उपचारको लागि मेडिकलहरू राम्रो होस् त्यही त हो नि। बाँकी त हामीले गर्ने हो त्यो सरकारले आउने के जोत दिनु त आउने गाउँ गर्दै आउने त्यो सबै हामीले गर्ने हो। तर हामीले एउटा पानी सरकारले गर्ने काम चाहिँ गर्नुपर्ने हो। हामीलाई पानी चाहियो बाटो चाहियो त्यसमा हामीलाई सिँचाइ चाहियो अब कृषिलाई मल र बिउ चाहियो हो त्यति चाहियो अरू केही चाहियो। हुन्छ तपाईँहरूलाई एकदमै यो जानकारी दिनुभयो धन्यवाद। म यसो